हेलो 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 आज चाहिँ ट्याग कलाएर रोमानियाको ब्याङ्कमा जानु लाग्यो। रोमानियाको ब्याङ्कमा ब्याङ्क एकाउन्ट खोल्न युनिक क्रेडिट भन्ने ब्याङ्क एकाउन्ट यता रोमानियामा कम्पनीबाट भर्खरै ब्याङ्कमा जाऊ भन्यो। ठ्याक्क 1.5 किलोमिटर रहेछ। अब 1.5 किलोमिटर हिँड्दै जाने टिङ 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 लाएर अगाडि केटाहरू गयो 6 जना, हामी 2 जना 8 जना। यस्तो छ है रोमानियाको सिन, यस्तो छ रोमानियाको घरहरू यस्तो हुन्छ। अगाडिहरू केटाहरू टिङ 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 लाएर हिँडिरहेछ। जाडो छ है, जाडो चिसो छ, चिसो छ रोमानियामा चिसो छ। हामी चाहिँ अहिले बोटासानी भन्ने ठाउँमा छु। चिसो आज चाहिँ टक्क 8 जना केटाहरूको ब्याङ्क एकाउन्ट बन्छ। अरू 9 जना आछ भनेको नेपालीहरू, तिनीहरूको नै अब 2-3 दिनमा बन्छ ब्याङ्क एकाउन्ट। भोलि चाहिँ टिआरसी अप्लाई हो। भोलि 3 तारिकमा चाहिँ टिआरसी अप्लाई छ। हामी 2 जनाको, अरू हामी नेपालबाट आयो। हामीसँग आएको 6 जनाको चाहिँ 9 तारिकमा छ टिआरसी अप्लाई। यस्तो छ रोमानिया। यहाँ चाहिँ नेपाल जस्तो स्कुटर बाइकहरू केही देखिन्न है। यहाँ चाहिँ पुरै कार हो। स्कुटर बाइकहरू चाहिँ देख्नै गाह्रो छ, गाह्रो। पुरै कार देखिन्छ। यता हेऱ्यो नि कार, उता हेऱ्यो नि कार। BMW कार त यहाँ त छ्यालब्यालै देखिन्छ, छ्यालब्यालै। नर्मल्ली नेपालमा पर्ने 5-6 करोडको गाडी हुन्छ नि नेपालमा पर्ने, त्यो त यहाँ सेकेन्ड ह्यान्डमा लगभग 15-20 लाखमै आउँछ सेकेन्ड ह्यान्डको त्यस्तो गाडीहरू। इनफ भाइ भाइहरू त्यो अगाडि 6 जना हिँडिरहेको थियो अगाडि। म यहाँ भाइहरू यस्तो छ रोमानियाको बोटासानी भन्ने ठाउँमा यस्तो छ। पछाडि सिनहरू गाडीहरू त छ्यालब्याल है कि हाम्रो। त्यो गाडीहरू त नर्मल्ली कति हो। ग्लोबल स्पोर्टिभ PAM सेन्टर रे WKF त्यो कम्पनीहरूको हेऱ्यो भने WKF भन्ने। यहाँ चाहिँ कार सर्भिस गर्ने ठाउँ। कन्स्ट्रक्सन बोइस रे। बाइक एउटा बाइक देखेँ एउटा बाइक देखेँ कहाँबाट झुकेर देखेँ। झुकेर एउटा बाइक देखेँ गाइजहरू। एउटा बाइक देखेँ झुकेर यार। KTM को डिक हो क्या होइन, KTM डिक झुकेर एउटा देखेँ। फोरेस्टा FR यस्तो हुन्छ हरियाली। तर एउटा गाडी देखेँ, एउटा गाडी त्यो छ। रोम पेट्रोल यस्तो हुन्छ है रोमानिया। यस्तो कारहरू त यो नेपालमा कार भनेको लगभग 80-90 लाख पर्छ यो कारलाई। 1 करोडै बढी पर्ला। यहाँ चाहिँ त्यही यो 1 करोड पर्ने गाडी यहाँ चाहिँ कति पर्छ भनेपछि 5-6 लाख। त्यस्तो सस्तो छ यहाँ चाहिँ गाडीहरू। यो चाहिँ ट्याक्सीवाला इन्ड्राइभ। यो चाहिँ म भइहाल्यो गरेँ। अब यहाँ बाटो क्रस गर्ने बेला यहाँ चाहिँ रोमानियामा एउटा सिस्टम राम्रो रहेछ, टक्क रेड क्रस हेर्ने।
नेपालमा त म्याग रेड क्रस जे भन्ने बस दिन्छ, यहाँ चाहिँ एकदम ध्यान पुऱ्याउनुपर्छ। के हो यो यहाँ मान्छे नि सिङ्गल द यार सेयर हान्ला जस्तै ल्याउँछ त यार। त्यो छ जाडो चाहिँ जाडो छ है। यो ज्याकेट लाएर चाहिँ तातो बस्छ यार, यो ज्याकेट लगाएर गरम गरम तातो फिल भयो। के छ साथी? एकदम गुड छ। के त भएन नि गाह्रो पिरो अमिलो तितो भएको छ, पिरो अमिलो भएको छैन है। त्यो छ है यहाँ चाहिँ सिनहरू। ओ यो कालो बगाल छ त यार, चिल्लो चिल्लो। यहाँ चाहिँ एउटा कुरा के हो भनेपछि यहाँ चाहिँ राम्रो कुरा भनेको यस्तो यो नेपालमा जस्तो यो कालो कालो धुवा उडाउने गाडी हुन्छ नि। ओ रोयल्स गाइजहरू, रोयल्स गाडी। गाडी त के हो यो? रोजी छ त यार। कुन गाडी चलाउने हो साथी? कुन गाडी चलाउनु मन छ? सब भल गाडीहरू छ त यार। के यस्तो गाडीहरू? केटा हो कुन गाडी चलाउनु भन है, भन कुन गाडी चलाउँछौ? नेपालमा स्कुटर किन्ने भाउमा, स्कुटर किन्ने पैसाको भाउमा यो गाडीहरू आउँछ यहाँ रोमानियामा सेकेन्ड ह्यान्ड। नेपालमा स्कुटर किन्ने गाडीको भाउमा कुन गाडी चलाउने भन है, भन। यो पनि आउँछ नेपालमा ठ्याक्कै स्कुटर किन्ने भाउमा होइन। नेपालमा स्कुटर जति महँगो पर्छ नयाँ किन्दाखेरि त्यो पैसाको भाउमा यो गाडीहरू आउँछ। यो यहाँ रोमानियामा यस्तो सस्तो हुन्छ गाडीहरू। ल कुन किन्ने हो? रोजी ड्राइभर लाइसेन्स हुनु पऱ्यो। किन्ने चलाउने हिँड्ने ट्याक्क लारे। यो चाहिँ अलिक महँगो पर्छ है। यो चाहिँ 15-16 लाख पर्छ। रोजी आउँछ यो। होइन चाहिँ आउँछ यो चाहिँ आउँछ 2 लाखमा आउँछ यो चाहिँ। यो चाहिँ आउँछ। अब 12 मिनट छ ठ्याक्क हामी ब्याङ्कको लोकेसनसम्म पुग्न। ट्याक्क 12 मिनटपछि ट्याक्क ब्याङ्कको लोकेसनमा पुगिन्छ। त्यसपछि ट्याक्क ब्याङ्क एकाउन्ट खोलिन्छ रोमानियाको ब्याङ्क एकाउन्टमा युनिक क्रेडिट भन्ने। अब हामीले काम गरेको स्यालेरीहरू सब त्यही ब्याङ्कमा आउँछ। अनलाइन पुरै, नो अफलाइन, अनलाइन, फुल अनलाइन। त्यस्तो सब प्रोसेस छ यहाँ। प्रोसेस जाडो भयो एकदम जाडो भयो। टोपी लगाउनु त जाडो भयो। मेरो टोपी छैन ज्याकेटको। हो यसरी चेन हल्का माथि गर। अझ अहिले त जाडो होइन क्या, त हिउँ पर्न बाँकी छ हौ। अझ त गर्मी सिजन हो। गर्मी सिजनमा यस्तो जाडो लागेर केटाहरूलाई अब झन् हिउँ पर्ने बेला कस्तो होला। अहिले गर्मी सिजन, अब गर्मी सुरु हुन लाग्यो भनेपछि यहाँको गर्मी हुने सिजनमा यस्तो जाडो लाग्यो भनेपछि अब हिउँ पर्ने बेला कस्तो होला गाइजहरू? गाह्रो पिरो जाडो छ हो, जाडो छ। मलाई जाडो लागेर छ यहाँ। यस्तो ज्याकेट लाएर हिँड्नु परेछ यहाँ। ल अनि जाडो छ एकदमै। पछाडि एकजना आउँदैछ, अगाडि 5जना 8जना हामी। ओ यो चाहिँ के हो? यो चाहिँ रोमानियाको कुन चोक हो यो? के छ नाम? खुल्लै बाटोमा स्मोक हेर। नर्मल्ली हो कि स्मोक खाने? नर्मल। यो चाहिँ कुन हो? ANUL 2000 भनी हामी चोकमा आइपुगेँ। ट्याक्क लाएर यो यहाँ रहेछ नि बजार। केटा सामान किन्ने भयो।
के किन्ने चार्जर सार्जर सब बजार रहेछ यहाँ यहाँ रहेछ सेकेन्ड ह्यान्डको बजार ओए पावर ब्याङ्क नि रहेछ नि त उयो अलि हेर्न आउनुपर्छ क्या यहाँ चाहिँ सेकेन्ड ह्यान्ड बजार रहेछ यहाँ चाहिँ गाइजहरू रोमानियाको के किन्ने हो कमेन्ट गरौँ है के किन्ने हो म यहाँ किनेर ल्याइदिन्छु नेपाल आउने बेला देखियो अझै के किन्ने हो यस्तो छ यहाँ चाहिँ ट्यागको लागि रोमानिया कस्तो पुरानो पुरानो घरहरू भन्ने हो कि ओ यहाँ स्पिकर पनि रहेछ अलि स्पिकर हेर्नुपर्छ कि एउटामा तर यहाँको सेकेन्ड ह्यान्ड स्पिकर नि राम्रो हुन्छ होला विदेश हो नि विदेश राम्रो राम्रो क्वालिटीहरूको सेकेन्ड ह्यान्ड बेच्छ होला मुजा सुजा सस्ता रहेछ यहाँ चाहिँ पोखराको चिप्ले ढुङ्गातिर बेच्छ नि त राति नाइटमा कपडाहरू सस्तोमा हो त्यस्तोहरू रहेछ क्या यहाँ चाहिँ अनि काठमाडौँको चाहिँ कुन साइडमा घटिरहेको थियो यहाँ चाहिँ एउटा डोजर किन्नु भए ट्र्याक्टर यहाँ चाहिँ खेत जोत्ने ट्र्याक्टर ड्याङ 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 लगाएर उतै उयो यो मनियाको यो चाहिँ हामी चोकमा यो बोटा सानीको मेन चोकै होला हामी बोटा सानीको मेन चोकमा आइपुग्यो दिन्छ अरे हेर्छु त यार यहाँ चाहिँ कपहरू रहेछ ट्यागको ओए कुन कार हो यो कार किन्नुपर्छ अब केही वर्षपछि यहाँ ट्यागको काम गरेर केही महिना बसी ट्याग यो कार किनेर रोमानियामा उडाउँदै हिँड्नुपर्छ यो चाहिँ चर्च हो क्या रोमानियाको यो काठकुनो यो कार गाइजहरू काठकुनो यो काठकुनो यो बवाल गाडी यार BMW को रहेछ यो ठिक्क रहेछ यार यो कार किन्नु पर्ने हामी काममा जाने बेला होइन बाइक पनि रहेछ यार केटा हो कमेन्ट गरौँ है कुन कार किन्ने अब ट्यागका लगाएर ओ केटा त अगाडि गयो यार गइदिने हो वेट यहाँ चाहिँ फेरि सानोतिनो चोक रहेछ यहाँ चाहिँ फेरि एउटा सिस्टम के राम्रो हुन्छ भनेपछि यहाँ चाहिँ मान्छेहरू हिँडिरहेछ होइन बाइक के अरे बाइक त हुन्न यहाँ ट्याक्सीहरू कहिले नै हाल्दैन क्या सब वेट गरेर बस्छ एकदम राम्रो सिस्टम छ यहाँ चाहिँ विदेश छ नि त जे भयो नि सिस्टम राम्रो हुनु परेन त अनि होइन साथी यहाँको बस पनि यस्तो राम्रो हुन्छ यार नेपालको बस भएको भए कालो धुवा फाल्थ्यो मायासल यहाँको बस चाहिँ खै छैन नो कालो धुवा अन्ली गुड भाइब्स है नेपालको बसहरू कस्तो कालो धुवा फाल्छ है त्यो नेपालको पब्लिक बसहरू हुन्छ नि कालो धुवा फालेर आमामा यहाँ कुनै छ कालो धुवा फाल्ने गाडी छैन ओइ डाइरेक्ट हाल्दै त यार ओइ साउन्ड कुन गाडीको साउन्ड हो गाडी हो त यहाँ त नेपालमा पर्ने 5-6 करोडको गाडी त यहाँ नर्मल्ली मान्छेले बाटोमा लिएर हिँड्छ यार नर्मल्ली नेपालमा पर्ने 5-6 करोडको गाडी हो त यहाँ नर्मल्ली मान्छेले बाटोमा लिएर हिँड्छ नर्मल्ली मान्छेले पनि चलाउँछ भनेको नेपालमा पर्ने 5-6 करोडको गाडीहरू जसले पर्ने किनभने यहाँ सस्तो छ एकदमै त्यही भएर यो चाहिँ ट्रेन हिँड्ने बाटो भएको नि यो चाहिँ उताको ट्रेन पनि होइन क्या ट्रेन बस जस्तो हुन्छ कि एउटा बसमा ट्रेन टाइपको हुन्छ हो त्यो हिँड्ने बाटो यो चाहिँ यताको चाहिँ तो है यहाँ चाहिँ ठाउँ
फाइनली ब्याङ्क एकाउन्ट नि खोलियो युनिक क्रेडिट भन्ने ब्याङ्क एकाउन्ट रोमानियाको ब्याङ्क एकाउन्ट खोलियो है रोमानिया ब्याङ्क एकाउन्ट अब हाल्नुपर्छ ड्याङ ड्याङ लाएर रोमानियन पैसा गर्दै केटा चाहिँ अगाडि हिँड्दैछ अब जाने टक्क रुममा जाने अब आज यहाँको 2 बजिसकेको अरे ट्याक्क रुममा गएर ट्याक्क बस्दै नि ट्याक्क लाएर अनि भोलि छ फेरि केटा चाहिँ स्पिड हिँड्यो के भन्ने हो यहीँ रहेछ भेटिहाल्यो केटालाई भेटिहाल्यो है यहाँ चाहिँ सेकेन्ड ह्यान्ड मार्केट छ पुरै के किन्ने हो ट्याक्क लाएर 4 रुपियाँ दिँदो रहेछ क्या $1 को 4 ली काट्ने रहेछ 4 ली $1 र 4 ली लिँदो रहेछ $1 को कति ली हुने रहेछ यहाँ 4 ली हुने रहेछ मैले 71 साटेको 700 को 28 280 90 ली जति दियो ठिकै हो 10 रुपियाँ चार्ज काट्ने रहेछ $1 को त्यही हो गाइजहरू है फाइनली ब्याङ्कसँग सबै काम भ्याएर आइयो ब्याङ्क एकाउन्ट नि खोलियो ट्याक्क हल्का ली थियो त्यो पनि एड गऱ्यो ब्याङ्कमा अब ट्याक्क रुममा आइपुग्न लाग्यो ब्याङ्क एकाउन्ट नि खोलियो हल्का ली थियो त्यो पनि ब्याङ्क एकाउन्टमा हालियो यहाँ चाहिँ फेरि ब्याङ्कको कर्मचारीले होइन पैसा हाम्रो ब्याङ्कमा एड गर्ने यहाँ चाहिँ टक्क एटिएम कार्ड मेसिनमा जाने त्यहीँबाट पैसा झिक्ने अनि यदि क्यास पैसा छ भने त्यो एटिएम कार्डबाट हाल्ने सिस्टम छ यहाँ चाहिँ फेरि अर्कै सिस्टम छ यहाँ चाहिँ त्यही हो टक्क अब रुममा आइपुग्न लाग्यो हामी चाहिँ हाम्रो रुम चाहिँ नेपालको 4-5 स्टार होटल जस्तो छ हामी बस्ने रुम चाहिँ बवाल छ